बालेनलाई कस्तो सोसियल मिडियाले हाक्यो है कुन ठाउँमा एउटा टोयलेट बनाएको छ देखाउनुहोस् त बालेनले सार्वजनिक टोयलेट यो देखाउनुहोस् के भने बालेनको नगरमा होटलहरूमा जम्मै चिसा फेर्न पाइन्छ अरे अहिले त्यहाँ होटलमा गएर एक कप चिया खाएन भने चिसा फेर्नलाई 500 को कफी खानु पर्यो लगाइदियो अब सोसियल मिडियाले लगाइदियो ओहो वा बाले बिजुलीको पोल हालेको हुन्छ एउटा लाइट हालेको हुन्छ कि सरकारी पैसाले बालेनको घरबाट ल्याएर बत्ती हाले जस्तो कुरा गर्छ बाहिरबाट आउँछ डोनेसनमा एम्बुलेन्स किनेर ल्याएर एम्बुलेन्स बाँडेको हुन्छ बालेनले गरेको स्कुलको विद्यार्थी पढाउँछ 10% त हामीले पनि पढाएको छैन मेरै स्कुल हो सरकारले मेरो कलेजमा 10% पढाएको छु मेडिकल कलेज मैले पो पढाएको हो त्यो बालेनले पढाएको भनेर आएको छ हुङ्कार थाकेको छ त्यो सोसियल मिडिया चलाउने छ नि त्यो भिक्टर त्यो छन् त्यसको उसका पछाडि हिँड्ने 4-5 वटा युट्युबर छन् नि तिनीहरूको लागि चाहिँ राम्रोसँगले त्यो चिनेर चाहिँ व्यवस्था गर्नु त मान्छेले के हुन्छ अनि जहाँ पनि पुगेको छ फोटो खिचेको छ कति छिटो भ्याएको जहाँ पनि हालेको छ दुर्गाजी एउटा निष्कर्ष ठ्याक्कै